साथीहरु तपाईको YouTube च्यानल छ र तपाईहरुले आफ्नो च्यानलमा रहेको भिडियो जसको लिंक सोशल मिडियामा हाल्नुहुन्छ र त्यहाँ क्लिक गरिसकेपछि एप्लिकेसनमा नखोली वेबसाइटमा खोल्छ र वेबसाइटमा खोल्यो भने कसैले सब्स्क्राइब गर्न पनि सक्दैन र त्यही भएर कसरी चाहिँ हामीले YouTube भिडियो हाम्रो च्यानलको लिंक सोशल मिडिया फेसबुक व्हाट्सएप या कुनै पनि ठाउँमा शेयर गर्दाखेरि त्यस लिंकमा क्लिक गर्ने बित्तिकै तपाईको च्यानल एप्लिकेसन YouTube एप्लिकेसनमा कसरी खुल्छ त्यस बारेमा म तपाईलाई सिकाउँछु है त। ओके साथीहरु, अहिले म मोबाइलको स्क्रिनमा आइसकेको छु र फर्स्ट अफ अल म पहिला गुगल क्रोम ओपन गर्छु र लिंक टु विन वेबसाइट सर्च गर्छु। लिंक टु win.in यो वेबसाइटमा आएपछि लगइन गर्नुपर्ने हुन्छ। मैले चाहिँ अलरेडी लगइन गरिसकेको छु। अब चाहिँ म यहाँ कसरी लिंक जेनेरेट गर्ने म तपाईलाई सिकाउँछु। हामीले जुन पनि भिडियो हामीले डाइरेक्ट खोल्ने बनाउनु छ भने त्यसको पहिला आफ्नो युट्युबमा गएर त्यस भिडियोको लिंक हामीले चाहिँ कपी गर्नुपर्ने हुन्छ। यसरी मैले कपी गरे। यसरी लिंक कपी गरिसकेपछि म फेसबुकमा सिधै पोस्ट गर्छु। सिधै पोस्ट गर्दाखेरि चाहिँ कसरी खुल्छ भन्ने म तपाईलाई देखाउँछु। जस्तै मैले यो पोस्ट गर्दिए र यहाँ कसैले पनि क्लिक गर्छ भने यो चाहिँ वेबसाइटमा खुल्छ, एप्लिकेसनमा खुलेको छैन यो। र म चाहिँ कसरी सिधै हामीले चाहिँ एप्लिकेसनमा खोल्ने त्यो सिकाउन गइरहेको छु। जस्तै म यस लिंकलाई यस वेबसाइटमा गएर पेस्ट गर्छु र लिंक क्रिएट गर्छु। र यसरी लिंक क्रिएट भएपछि हामीले कपी गर्नुपर्ने हुन्छ र यसलाई चाहिँ हामीले फेसबुकमा गएर पोस्ट गर्नुपर्ने हुन्छ। र म अब यो चाहिँ जुन मैले क्रिएट गरेको थिएँ त्यो लिंक चाहिँ म फेसबुकमा पोस्ट गर्न गइरहेको छु। हामीले चाहिँ यसरी पोस्ट गरिसकेपछि अब जो कसैले पनि यस लिंकमा क्लिक गरेर ओपन गर्छ भने यो चाहिँ सिधै यसरी कन्टिन्यू गरेपछि सिधै एप्लिकेसनमा खुल्छ र हामीहरुलाई सब्स्क्राइब गर्न र भिडियो हेर्न सबैलाई सजिलो हुन्छ। अहिले भने हाम्रो भिडियो एप्लिकेसनमा प्ले भएको छ। यसरी प्ले गर्दाखेरि हाम्रो च्यानलमा सब्स्क्राइब बढ्ने हुन्छ र अरूले अझै अरु भिडियो नि हेर्ने गर्ने हुन्छ र हाम्रो भ्युज पनि धेरै आउँछ र सब्स्क्राइब पनि बढ्छ। र भिडियो कस्तो लाग्यो तपाईहरु कमेन्ट गर्नु होला र यस्तै टेक्निकल भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। ओके, थ्यांक यू।